हामीले यस्तो चाहिँ कामहरू त गरिरहेका छौँ होइन। तर आज चाहिँ दुईवटा कारणले चाहिँ हाम्रो यो कार्यक्रम धेरै महत्त्वपूर्ण भयो। एउटा चाहिँ यो क्षेत्रको नेपालमा अहिलेसम्म प्रकाशनमा आइरहेको होइन, प्रकाशन गरेको हामीले टाँचा लगाएको सरकारको तर्फबाट निर्णय गरेका जे चाहिँ के अरे यो हुलाक टिकटहरू छन् यसको चाहिँ अन्तर्राष्ट्रिय रूपमा चाहिँ प्रचार प्रसार होइन प्रवर्धन गरेर अन्त इन्टरनेसनल फ्ल्याक्टिङ सोसाइटी हो तपाईँ सम्बन्ध गरेको उहाँलाई गोल्ड मेडल दिएको त इन्टरनेसनल फ्ल्याक्टिङ सोसाइटी होला नि त। इन्टरनेसनल फ्ल्याक्टिङ सोसाइटीबाट उहाँहरू चाहिँ स्वर्ण पदक प्राप्त गरेको के प्राप्त गर्न सफल हुनुभएको दुवैजना श्री अशोक कुमारजी र श्री ऋषि कुमारजी, उहाँहरू दुवैजनालाई म बधाई दिन चाहन्छु। उहाँहरूको आज सम्मान हुने कार्यक्रमले पनि आजको यो चाहिँ सिकारी सरदार वंशु गुरुङ लगायतको यो वनस्पतिको टिकटमा पहिलोपटक टाँचा लगाउने कामको पनि महत्त्वपूर्ण चाहिँ भूमिका त्यो यो चाहिँ कार्यक्रमले गरेको। र अर्को कुरा चाहिँ नेपालको महत्त्वपूर्ण चाहिँ लडाइँ भन्नु पऱ्यो होइन। यदि त्यो लडाइँ चाहिँ नेपालले हारेको भए र अङ्ग्रेजले जितेको भए सायद नेपाल चाहिँ इस्ट कम्पनी सरकारको एउटा अङ्ग बन्थ्यो, बेलायतको एउटा अङ्ग बन्थ्यो। नेपाल स्वतन्त्र हुनबाट वञ्चित हुन्थ्यो र नेपाल स्वतन्त्र राख्नको लागि सिन्धुलीगढीको लडाइँमा चाहिँ सिकारी सरदार वंशु गुरुङको नेतृत्वको नेपाली टिमले जसरी संसारभरि चाहिँ त्यतिखेर त अङ्ग्रेज त संसार एक नम्बरको शक्ति हो नि त, संसारभरि आफ्नो साम्राज्य फैलाइरहेको शक्तिलाई चाहिँ पहिलोपटक चाहिँ नेपालमा पराजित गर्न चाहिँ सफल भएको चाहिँ नाइके सिकारी सरदार वंशु गुरुङको पनि आज चाहिँ हामीले झुलाको प्रथम टाँचा चाहिँ लगाउने काम गरेका छौँ, टिकट प्रकाश गर्ने काम गरेका छौँ। यो कामले पनि उहाँको वंशु गुरुङ स्मृति प्रतिष्ठानको सबै दाजुभाइ रहनु भएको छ, उहाँहरूको पुस्तेले पनि यो कार्यक्रम विशेष चाहिँ भएको छ भन्ने लाग्छ मलाई। त्यसैले यो कार्यक्रममा चाहिँ सहभागी हुनुभएका सबैलाई म स्वागत गर्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। र यो वंशु गुरुङको जुन हुलाक टिकट चाहिँ हामीले आज प्रकाशन गरेका छौँ यो चाहिँ हामी सबै यो सामान्य चिज हो, हेर्दाखेरि त सानो लिस्ट त हो नि के होला भन्ने हुन्छ होइन। यो चाहिँ अब जुगसम्म उहाँको रेकर्ड कायम रहन्छ, अभिलेख रहन्छ। नेपालको सिन्धुलीगढीको लडाइँमा चाहिँ अङ्ग्रेजहरूको फौजलाई चाहिँ हराउनको लागि चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एउटा रणनीतिकार एउटा चाहिँ योद्धा सेनापति भनौँ न त्यो बेलाको होइन, जसको चाहिँ तपाईँको सुझबुझपूर्ण चाहिँ लडाइँको चाहिँ कौशलताले गर्दाखेरि त्यो चाहिँ सिन्धुलीगढीको लडाइँ हामीले जितेका छौँ। संसारकै शक्तिशाली कहलिएको अङ्ग्रेजहरूलाई पराजित गर्न खोजेका छौँ। यस्तो महत्त्वपूर्ण दिन पनि थियो। यद्यपि योभन्दा अगाडि पनि हामीले यस्तै नारदमणि थुलुङ भन्ने एकजना पूर्वको इन्डियन आर्मीमा काम गरेको मान्छे यहाँ आएर चाहिँ अब प्रजातान्त्रिक आन्दोलनमा लागेको, शिक्षा स्कुलहरू खोल्दै हिँडेको, दुनियाँलाई चाहिँ सामाजिक अभियान चाहिँ के अरे सञ्चालन गर्दै हिँडेको व्यक्तिको पनि हामीले गरेका थियौँ। तर त्योभन्दा पनि महत्त्वपूर्ण आज चाहिँ नेपालकै स्वतन्त्रताको चाहिँ नेपाललाई स्वतन्त्र राख्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको व्यक्तिको हिसाबले चाहिँ हामीले वंशु गुरुङको यो हुलाक टिकट चाहिँ प्रकाशन गर्ने काम म आफैले पनि यो चाहिँ काम गर्न पाउँदाखेरि मेरो कालमा हुँदाखेरि मलाई एकदम गर्व महसुस छ। किनभने मेरो पनि पुर्खा हो, उहाँहरूको मात्रै होइन। र लमजुङको कपुर गाउँ भन्छ अहिले खस भाषामा, हाम्रो यो गुरुङ भाषामा चाहिँ कोने नासा भन्छौँ होइन। कोने नासा मैले सुनेको त कोने गाउँ नासाबाट चाहिँ गोराको सिरान चौक गएर सिरान चौक सुनेको है, म त्यो थाहा छैन। सिरान चौकबाट आर्मीमा भर्ती भयो, सिकारी सरदार भयो, सिन्धुलीगढीमा लडाइँ जित्यो। लडाइँ जितेपछि उहाँले चाहिँ वीरता पाउनु भयो नि त, लडाइँ पुरस्कृत गरेको। वीरता पाउँदाखेरि ढोर जसपुरको चाहिँ तपाईँको ठुलो इलाका दियो चाहिँ राज्यले। उहाँको छोरा पूर्ण गुरुङ के गुरुङ लक्ष्मण गुरुङ, उहाँको छोरा लक्ष्मण गुरुङ पनि आर्मीको ठुलै मान्छे भएको पछाडि होइन। र लक्ष्मण गुरुङ चाहिँ त्यहाँ गएर बस्नुभएको। यी सबै दाजुभाइहरू लक्ष्मण गुरुङको वंशको सन्तानहरू। हामी चाहिँ 7 भाइ हो हाम्रो पुर्खाहरू। 7 भाइमध्ये एक भाइ हाम्रो कोने नासा बस्यो, 2 भाइ चाहिँ एकजना उपल्लो घनपोखरा एउटा तल्लो घनपोखरा, एउटा नायुमा, एउटा भुजुङमा, एउटा मेरो गाउँदेखि माथि मिल्दो भन्ने डाँडामा, एउटा चाहिँ स्यारे भन्ने माथि चाहिँ सेरा माथि कालागिरिङ भन्छ त्यहाँ बसेको 7 भाइहरू। गुरुङ भाषामा यी छ भनेको 7 भाइ भनेको। त्यसमा 7 भाइ लामिछानेहरू हाम्रो चाहिँ गुरुङ भाषामा भन्दाखेरि हिचले भन्छ। त्यसको पनि एउटा पुर्खाको चाहिँ पानी नाति भन्ने तलको नाति म पनि हो। त्यस कारणले यो हिसाबले पनि म आफूलाई पनि गौरव महसुस भइरहेको छ यस कुरामा होइन। र सबैलाई म बधाई दिन चाहन्छु। र
अनि यो अर्को महत्त्वपूर्ण चाहिँ हामीले चाहिँ यो वनस्पति अहिले चाहिँ जलवायु परिवर्तन हामीलाई साह्रै दुःख दिइरहेको छ होइन। यो जङ्गलमा या चाहिँ पृथ्वीमा चाहिँ अङ्ग्रेजीमा हामी इकोसिस्टम भन्छौँ, नेपालीमा पारिस्थितिकीय प्रणाली भन्छौँ होइन। त्यो पारिस्थितिकीय प्रणाली चाहिँ कायम भएन भने संसारमा चाहिँ उथलपुथल हुन्छ, तापक्रम बढ्न थाल्छ, मूल सुक्न थाल्छ, पानी धेरै पर्छ, पर्ने बेलामा पर्दैन, हिउँ धेरै, अब हिउँ नपरेकै 15-16 वर्ष भइसक्यो भनेको थियो अस्ति, त्यस्तो चाहिँ परिस्थिति बन्छ। यो सबै चाहिँ वातावरणलाई सन्तुलन राख्नुको लागि र यो नेपालमा मात्रै पाइने रैथानी जातका चाहिँ वनस्पतिहरू भएको कारणले गर्दाखेरि यसको चाहिँ एकदमै धेरै ठुलो महत्त्व छ यसको पनि। अघि त्यस कारणले चाहिँ यो वनस्पतिलाई पनि हामीले चाहिँ यसको संरक्षण सम्वर्धनमा, प्रचार प्रसारमा, यसको अभिलेखीकरणमा चाहिँ महत्त्वपूर्ण योगदान पुगोस् र पृथ्वीको चाहिँ वातावरणलाई चाहिँ स्वच्छ राख्ने कुरामा, सन्तुलन राख्ने कुरामा पनि नेपाल सरकारको यो हुलासको यो पनि महत्त्वपूर्ण चाहिँ कन्ट्रिब्युसन योगदान हुन्छ भन्ने कुरा पनि दुनियाँलाई सन्देश दिनुको लागि पनि हामीले यो चाहिँ प्रकाशन गरेको हो। अब आगामी दिनमा हामी चाहिँ सायद नेपालको मौलिक चाहिँ साग रायो होइन, त्यो नेपालको यहाँ मात्रै यहाँको चाहिँ इन्डिजिनियस चाहिँ तपाईँको साग रहेछ त्यसको चाहिँ पनि हामी निकाल्दैछौँ होइन। भैँसीहरू निकाल्यौँ हामी निकाले होइन। अनि नेपालमा चाहिँ अर्कोबाट हामी के निकाल्छौँ, यो लिमे भैँसी भन्ने हामीले थाहा छैन, हामीले पालिराखेकै होला होइन। खास गरिकन चाहिँ गोर्खा लमजुङ कास्की पर्वत यो बागलुङ क्षेत्रको चाहिँ गाउँहरूमा पाइने, लेक बेसी गर्ने, हिउँद लगाएपछि बर्खा लगाएपछि लेकमा जाने, हिउँद लगाएपछि बेसी झर्ने भैँसीहरू जो कण्ठे भैँसी हुन्छ, त्यसको मासु संसारको विभिन्न प्रजातिको भैँसीहरूमध्ये सबभन्दा स्वादिष्ट, सबभन्दा पौष्टिक चाहिँ पनि हो अरे। एसियन बफेलो एसोसिएसनले भनेको मलाई, म मुख्यमन्त्री हुँदाखेरि। त्यस कारण अस्ति उहाँहरूलाई मैले भने लिमी भैँसीको संरक्षण गर्नुपर्छ, प्रचार गर्नुपर्छ, अब व्यावसायिक रूपले त्यसको चाहिँ पालन गर्नुपर्छ भनेर चाहिँ एउटा लिमी भैँसी, अर्को चाहिँ पारकोटे भैँसी भन्ने छ हामीले संरक्षण गर्नुपर्ने भैँसी। त्यो भनेको कस्तो भने बगेर्नु के अरे लैनो भयो, बगेर्नु भयो, टगेर्नु भन्छ नि, 2 वर्षसम्म पनि दुध दिइराख्ने के पाएको चाहिँ पहिला चाहिँ केही महिना चाहिँ त्यो बगेर्नु भैँसी भयो, के अरे लैनो भैँसी भयो होइन। अब 1 वर्ष कट्न थालेपछि त्यो बगेर्नु भयो, अब तेस्रो वर्षमा लगाएपछि होइन टगेर्नु भयो। टगेर्नु के अरे भैँसी के अरे पाडा हुँदासम्म त दुध दिइराख्ने क्या, लामो समय दुध दिने, अब गाभिनी भइरहेको बेला दुध दिइराख्ने र धेरै दिने। तुलनात्मकमा चाहिँ लोकल भैँसीहरू सबभन्दा धेरै दुध दिने भैँसी पारकोटे भैँसी भयो हुनाले त्यो 2टा भैँसीको पनि संरक्षणको लागि हामीले हुलाकमा चाहिँ त्यहाँको टिकट चाहिँ प्रकाशन गरेर यो हाम्रो चाहिँ नेपालको चाहिँ आफ्नै चाहिँ रैथाने के अरे पशुहरूको संरक्षणको काम पनि गर्छौँ हामी, अरू काम पनि गर्छौँ। त्यस कारणले मैले के यस्तो अलि महत्त्वपूर्ण कुराहरू जो चाहिँ हामीले संरक्षण गर्नुपर्ने अहिलेसम्म हराइरहेको, अहिलेसम्म के अरे नभएको, धेरै चाहिँ मान्छेले प्रयत्न गर्दाखेरि नभएको, अस्ति चाहिँ के अरे नारायण थुलुङको नि धेरै पटक प्रयत्न भएर छ। थुलुङ भनेको त राईहरूको चाहिँ विभिन्न जातिमा थियो, एउटा जाति हो होइन। राई पनि मन्त्री भयो भएन, पूर्वतिरको फलाना पनि मन्त्री भयो भएन, तपाईँको पाला भयो, धन्यवाद छ भनेको थियो मलाई। त्यसको महत्त्व चाहिँ बुझेर हामीले चाहिँ गरेको हो होइन। वंशो पनि मलाई चाहिँ पहिले पनि चिठी दिनुभएको थियो उहाँले, एउटा चाहिँ स्मृति प्रतिष्ठानले, फेरि पनि यो धेरै अगाडिदेखि उठाइरहेको। र म के भन्न चाहन्छु भने यो योगदान, ऐतिहासिक योगदानको हिसाबले वंशो गुरुङ चाहिँ अब टिकट त हामीले उहाँको नाममा चाहिँ छापेका छौँ, प्रकाशन गऱ्यौँ होइन। उहाँ चाहिँ राष्ट्रिय विभूति हुनको लागि हकदार मान्छे हो। त्यस कारण राज्यले कुनै दिन राष्ट्रिय विभूतिहरू चाहिँ थप चाहिँ नाम निर्णय गर्यो भने वंशो गुरुङलाई पार्नुपर्छ भने हामी सबै लाग्नुपर्छ भन्ने लाग्छ। किनभने फेरि पनि भन्छु, वंशो गुरुङले त्यो लडाइँ नजितेको भए, उहाँको नेतृत्वको नेपाली सेनाले त्यो लडाइँ नजितेको भए हामी पराधीन हुन्थ्यौँ। सायद पराधीन भएपछि हामी के हुन्थ्यौँ, अब अहिले हामी इन्डियाको एउटा पार्ट चाहिँ के अरे अङ्ग्रेजसँग गान्धीको चाहिँ क्विट इन्डिया मुभमेन्टमा चाहिँ हामी त्यसको पार्ट हुन्थ्यौँ होला सायद होइन। त्यस्तै हुन्थ्यो। अहिले स्वतन्त्रमूलक रूपमा नरहन सक्थ्यौँ, त्यति महत्त्वपूर्ण योगदान गरे हुनाले उहाँको चाहिँ आज टिकट होला टिकटमा पहिलो टाँचा लाउन पाउँदाखेरि म धेरै खुसी छु, हाम्रो मन्त्रालय धेरै खुसी छ, नेपाल सरकारले धेरै गौरव महसुस गरेको छ होइन। यो सबै कामको लागि हाम्रो सबै सम्बन्धी सबै विषयमा त्यही तरिकाले बधाई दिन चाहन्छु। र यो वनस्पति विभागका साथीहरू जसले चाहिँ यो महत्त्वपूर्ण चाहिँ सुझावहरू हामीले दिनुभएको थियो, हामीले त्यो काम चाहिँ सम्पन्न गरेका छौँ। यसको चाहिँ कामहरू सम्पन्न गर्ने कुरामा यो हुलाक हेर्दाखेरि सानो कुरा हो, यो हुलाक चाहिँ विभागले गर्ने काम जस्तो देखिने होइन, तर महत्त्वपूर्ण ऐतिहासिक त्यो तपाईँको जुगसम्म रेकर्ड भइरहने कुरा चाहिँ हो। यसको लागि पनि म आजको दिनमा सम्पूर्ण सदस्य साथीहरूलाई बधाई दिन चाहन्छु, सफलताको शुभकामना दिएर। अहिले हाम्रो चाहिँ बजेटको बारेमा चाहिँ अब छलफल हुँदैछ प्रधानमन्त्री कार्यालयमा, प्रधानमन्त्रीको नेतृत्वमा। म त छुट्टिहालेँ, मेरो चाहिँ बिचमा एउटा कार्यक्रम पनि मैले नभ्याएर छोडिसकेँ।
त्यही चाहिँ तपाईँको बिहानको प्रोग्राम चाहिँ सायद साथीहरूले 1-1.5 घन्टामा के ल भनेछ त्यो 3 घन्टा लाग्ने कार्यक्रम रहेछ। प्रमुख अतिथि मै थिएँ, लास्टमा बस्नु पऱ्यो, लास्टमा बोल्नु पऱ्यो केही कुरा, त्यही भएर ढिलो भइसकेको छ। यति कुरा राखेर फेरि पनि आजको कार्यक्रममा हाम्रो निम्तलाई स्वीकार गरेर आउनुभएका सबै साथीहरू, हाम्रो फिलाटेलिक ब्युरोको चाहिँ उहाँहरू सधैँ आइराख्नुहुन्छ। यति धेरै चाहिँ लगाव छ उहाँहरूको, उहाँहरूप्रति म धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु र उहाँहरूको यो कामको पनि हामीले धेरै प्रशंसा गर्नुपर्छ भन्ने लाग्छ। किनभने त्यो हेर्दाखेरि केही देखिँदैन, उहाँको चाहिँ तपाईँको कुनै स्वार्थ लिनु छैन, कुनै चाहिँ ठुलो उपलब्धि व्यक्तिहरूमा हासिल हुने कोही केही देखिँदैन, कुनै पद पाउनु पनि होइन, तर निरन्तर रूपमा चाहिँ राष्ट्रको लागि यो अभिलेखको लागि उहाँले जे काम गर्नुभएको छ उहाँको चाहिँ सम्मानमा हामीले भनेका छौँ। उहाँहरूले चाहिँ आयोजना यो वर्ष या कमिङ इयरमा चाहिँ आयोजना भने वर्ल्ड फिलाटेलिक ब्युरोको चाहिँ कन्फरेन्स भनेको छ होइन तपाईँहरूले, त्यो काम चाहिँ हामी गरिदिन्छौँ भनेको छ। त्यो चाहिँ त्यो कामको उहाँहरूको कामको समर्थन गर्नु, किनभने त्यो चाहिँ नेपालको चाहिँ फेरि टिकट धेरै महत्त्वपूर्ण राम्रो भएर नै उहाँहरूले चाहिँ गोल्ड मेडल पाउनुभएको, उहाँहरूले पनि धेरै चाहिँ बेलामा चाहिँ प्रशंसा पाउनु भएको चाहिँ स्थिति छ। यो काममा पनि राज्यले सरकारले ध्यान दिएको छ। यति कुरा राखेर म बिताउन चाहन्छु।